साथीहरूलाई सर्वप्रथम नमस्कार, जय सियारामको अभिवादन गर्न चाहन्छु। वास्तवमा नेपाल जेसिसको 52औं राष्ट्रिय महाधिवेशन जुन जनकपुर जेसिसले आतिथ्यता गरिरहेको छ, आयोजना गरिरहेको छ, त्यसको कन्भेन्सन डाइरेक्टर म जनकपुर जेसिस वर्ष 2016 का शाखा अध्यक्ष र 52औं राष्ट्रिय महाधिवेशनका महाधिवेशन निर्देशक सुदीप बजियाको तर्फबाट सबैलाई पुनः फेरि एकपल्ट जय सियारामको अभिवादन गर्न चाहन्छु। र आज हामीले यो पत्रकार सम्मेलन गर्दैछौँ किनभने हाम्रो नेपाल जेसिसको 52औं राष्ट्रिय महाधिवेशन हामी पुसको 4, 5, 6 र 7 4 दिनको कार्यक्रम हामी त्रिपुरागाछीमा गर्ने हाम्रो योजना छ र सोही सन्दर्भमा यहाँहरू मार्फत हाम्रो यो कार्यक्रम कसरी सफल र भव्य हुन सक्छ त्यसको निमित्त यहाँहरूलाई आमन्त्रणा गरी तपाईहरुको आफ्नो सञ्चार माध्यमबाट कसरी हुन्छ यो जनकपुर धाममा यत्रो ठुलो इभेन्ट हुँदैछ, जुन कि यो जनकपुरमा मात्रै नभएर यो मध्य प्रदेशकै ठुलो कार्यक्रमको रूपमा हेर्न मानिन्छ र अहिलेसम्मको हेर्दा हामीले नेपाल जेसिसको राष्ट्रिय महाधिवेशन नेपालभरिमै एउटा ठुलो इभेन्टको रूपमा लिन्छौँ हामी र यो सभ्य र भव्य डिसिप्लिन तरिकाले यो हामी आयोजना गर्छौँ र यो कार्यक्रम हामी जनकपुरमा आयोजना गर्दैछौँ र यो कार्यक्रमलाई कसरी अझ सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ त्यस सन्दर्भमा तपाईहरु समक्ष पत्रकार सम्मेलन राखेको छु। यसमा म छोटो तपाईहरुलाई जानकारी गराउन चाहन्छु कि जनकपुर जेसिसको 50औं वर्ष स्वर्णिम अवसरको गोल्डन जुब्लीको अवसरमा हामीले 2 वर्ष अगाडि अक्सन जसलाई बिडिङ भन्छौँ हामी, बिडिङको मार्फतबाट हामीले यो 2025 मा नेपाल जेसिसको 52औं राष्ट्रिय महाधिवेशन गर्ने हामीले 2 वर्ष अगाडि हामीले बिडिङबाट लियो र सोही अनुसार हामी 2025 मा यो कार्यक्रम गर्दैछौँ। नेपाल जेसिसको इतिहासमा जनकपुर जेसिस पहिलो शाखाको रूपमा छ जसले नेपाल जेसिसको 5औं पटक कन्भेन्सन गर्दैछ। यो पनि हाम्रो लागि गर्वको विषय हो। अहिलेसम्म नेपाल जेसिसमा 186 वटा शाखा छ तर 186 वटा शाखामा जनकपुर इज द फर्स्ट च्याप्टर शाखा जसले नेपाल जेसिसको 5औं पटक महाधिवेशन आयोजना गर्दैछ। यो हाम्रो लागि एउटा ठुलो गर्वको विषय छ र सोही कार्यक्रम हामीले त गर्न गर्यौं तर यो कार्यक्रम अब कसरी सफलता हुन्छ, कसरी सफल हुन्छ त्यस सम्बन्धमा हामीले यो पत्रकार सम्मेलन गर्दैछौँ र अब आउने दिनमा हामीसँग समयको अब कमै छ, 11 दिन मोटामोटी हामीसँग बाँकी छ र यो 11 दिनमा तपाईहरुले आफ्नो मिडियाबाट आफ्नो स्तरबाट यो कार्यक्रमलाई यति हाइलाइट गरिदिनु पर्यो कि कमसेकम नेपालमा काठमाडौँमा बसेका हाम्रा जेसिस र अन्य सरकारवाला व्यक्तिहरूले यो जानकारी पाओस् कि कमसेकम जनकपुरमा यत्रो ठुलो कार्यक्रम हुँदैछ। यो माता जानकीको जन्मभूमि, राजा जनकको राजधानी र अहिले मध्य प्रदेशको राजधानीमा यत्रो ठुलो इभेन्ट हुनु भनेको एउटा हामीसँग च्यालेन्जको विषय छ र यसलाई हामी कसरी सफल पार्न सक्छौँ त्यो तपाईहरुको मिडियाबाट बृहत रूपमा यसलाई सञ्चारमा गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु र तपाईहरुको यस सम्बन्धी केही